यो चाहिँ साउरीबाट बहरान जाने समुद्री पुल हो है, कजवे भन्छ। यो चाहिँ 26 किलोमिटर छ। म पहिलेको भ्लगमा पनि बनाइसकेको छु है। र मैले चाहिँ एउटा कुरा बुझ्न नसकेको, यो पुल चाहिँ यहाँबाट हाइट किन छ यसरी। मैले चाहिँ गेस गरे अनुसार यहाँबाट सिपहरू क्रस गर्नलाई यता हाइट गरा होला हैन, एकदमै हाइट छ के यहाँ। अनि यतातिर सिप पनि छ है। अनि पानी जहाजहरू आयो भने त पोर्टमा जानलाई ठुल्ठुलो पानी जहाज आउँछ नि त, त्यही भएर होला यहाँ चाहिँ हाइट बनाएको हैन के होला। साथीहरू यसो जानकार साथीहरूले कमेन्ट गराउँदा, मैले चाहिँ गेस मात्रै गरेको यो है। बोर्डर क्रस गरेर बहरानतिर पनि यस्तै छ भने यो साउदीतिर पनि यस्तै छ। अब सिप आउने भनेको यतातिरबाट हो हैन। अहिले त हर्मुज बन्द भएर सिपहरू आउँदैन र दमामको पोर्ट चाहिँ यो एरियामा छ हैन। अनि जाने बाटो त यही हो, त्यही भएर चाहिँ यहाँ हाइट गराएको होला भन्ने चाहिँ मेरो आफ्नो पर्सनल विचार के। तपाईहरु चाहिँ के लाग्छ त, यो सम्म बनाएको भयो नि हुने, अनि यत्रो हाइट गराएको छ, अनि त्यही सिप क्रस गर्नलाई त होला हैन। एकदमै हाइट छ के तलबाट हैन। कहाँ हो हाम्रो कम्पनी गाडी पछाडि देखिरह है। म चाहिँ धेरै माथि आइसकेँ। ल यहाँबाट चाहिँ नुहाउन पाउने भयो त जम्प गर्न त मजा आउँथ्यो होला है। क्या पुरा फिल्मी स्टाइलले जम्प गरिन्थ्यो होला यार। एकदम तल हो यो, धेरै तल हो। म चाहिँ जुम गरेको छु त्यही भएर यो अलि नजिकै देखिरह क्यामेरामा है। धेरै तल छ यो। त्यहाँ सिप देखिरह है। हाम्रो कम्पनी गाडी कहाँ आइपुग्यो देखेकै छैन, त्यो सानो कारले छेक्दियो। ठाउँमा सीसी क्यामेरा लगाएर चाहिँ यहाँ म चाहिँ भिडियो खिचिरहेको छु। गाह्रो पो बनाउने हो कि डर पो लाग्छ त, के गर्ने। फेरि भिडियो बनाउन मन लाग्ने के। यस्तो नयाँ ठाउँमा आइसकेपछि चाहिँ मन लाग्दो रहेछ कि हाम्रो कम्पनी गाडी आउँदैछ अर्को। समुद्रमा यो पुल चाहिँ कहाँबाट यत्रो दिमाग लगाएर बनायो होला यार। यसको जग चाहिँ कसरी बनायो होला के। यस्तो समुद्रमा कति धेरै पानी छ, अचम्मै लाग्छ यार। सोचेर पनि दिमागले भ्याउँदैन भने बनाउने मान्छेको कत्रो दिमाग थियो होला यार। अब यहाँदेखि ओह्रालो सुरु भयो है। अनि यो ओह्रालो सुरु भएपछि यो अगाडि देखिरहेको चाहिँ आइल्यान्ड हो, यसैमा बोर्डर छ। अब हाम्रो गाडी त्यही चेकिङ हुन्छ, कस्टम क्लियर भइसकेपछि चाहिँ हामी बहरान जान्छौँ है। आज चाहिँ मौसम क्लियर छैन, त्यसैले पारीको नजारा देख्या छैन, नत्र यहाँबाट बहरानको ठुल्ठुलो बिल्डिङहरू पनि देख्न पाउँछ। आज चाहिँ खासै देख्या होइन, बहरानतिरको पुल त राम्रोसँग देख्या होइन। अब के भन्ने यार, मौसम क्लियर छैन के। यो चाहिँ बोर्डर भयो, अलिअलि पुल देखिरह। आइसक्यो हाम्रो कम्पनी गाडी। मेरो भिडियोहरू तपाईँहरू कहाँबाट हेर्नुहुन्छ यसो कमेन्ट पनि छोड्नु होला है त। आफू त के गर्ने यार, नयाँ ठाउँमा गयो भने भिडियो बनाउन मन लाग्छ। अब यो पुलको भिडियो चाहिँ 3 चोटि आइसक्यो है। पहिले कम्पनीमा हुँदाखेरि चाहिँ घुम्नकै लागि भनेर सानो गाडी लिएर आएको थियो भने, अहिले चाहिँ ट्रान्सपोर्टेसनको कामले गर्दाखेरि चाहिँ घुम्न र देख्न पाइरहेको छु के। ड्राइभर काम सिकेर यही त एउटा फाइदा छ, नयाँ ठाउँ घुम्न पाउँछ के। मैले खासमा ड्राइभर सिक्नु मेन रिजन नै यही हो कि, घुम्नको लागि नयाँ ठाउँ है। अब हेर्नु न, यो इन्टरनेटमा मात्रै देखेको यो, अब आफू प्रत्यक्ष यसरी घुम्न पाउन देख्न पाउँदा कति मजा आउँछ। समुद्रको पुल हैन, कति आनन्द। हेर पानी त हावाले होला सायद बगेको जस्तै देखिरहेको यार। समुद्रको पानी त स्थिर हुनुपर्ने, हावाले गर्दा हो कि के हो, बगिरहेछ जस्तै भइरहेको के। अब म चाहिँ बोर्डर आइपुग्न लाग्यो। धेरै भिडियो नबनाऊ, बोर्डर गएर अर्को भिडियो फेरि बनाउने नै छु। आजको लागि यो चाहिँ यति नै गर्नु पर्यो। अनि यो चाहिँ पानी नाप्ने यन्त्र हो कि के हो, कति पानी बढ्यो घट्यो कि के होला, कता गयो यो पिलर चाहिँ के।
त्यहाँ लेखिरहेछ क्या पिलरमा के कुरा। अनि मलाई जहाँसम्म लाग्छ यो चाहिँ समुद्रमा कति धेरै पानी घटी बढी के भयो भनेर नाप्छ होला के हैन। यस्तो छ साथीहरू है। अब म बर्डर आइपुग्न लाग्यो। यो चाहिँ के हो, स्टिलको रहेछ। यदि स्टिलको प्रचार गरे हो कि के हो बुझ्न गाह्रो छ। लास्टमा आफ्नो ठोक्रा पनि देखाउनु पर्यो नि यार, म घुमिरहेको छु यतातिर भनेर हैन। ल बाई बाई गाइज।